हेलो एभ्रिवान, स्वागत छ प्रेग्नेन्सी टिप्स विथ सरुमा। आज हामी कुरा गर्दैछौँ गर्भ अवस्थाको 8औं महिनाको बारेमा। यो समय एक गर्भवती आमाको जीवनको सबैभन्दा जिम्मेवार र विशेष समय हो। बच्चा अब पूर्ण रूपमा बन्ने प्रक्रियाको अन्तिम चरणमा पुगेको छ। शरीरमा धेरै परिवर्तनहरू हुन्छन्। यस महिनालाई हामी हप्ताको रूपमा हेर्ने हो भने 32औं हप्तादेखि 36औं हप्तासम्म पर्दछ। अब हामी कुरा गर्दैछौँ आमाको शरीरमा देखिने परिवर्तनहरू। शारीरिक रूपमा परिवर्तनहरू के हुन्छन् भन्दा पेट ठुलो देखिन्छ। बच्चाको तौल र आकार बढेकोले पेट पहिलेको भन्दा धेरै अगाडि निस्किएको देखिन्छ। ढाड कम्मर दुख्न सक्छ किनकि बच्चाको वजनले मेरुदण्डमा दबाब दिन्छ, जसकारण कम्मर र ढाड दुख्ने समस्या हुन्छ। श्वास फेर्न गाह्रो हुन थाल्छ। खुट्टा अनुहार र औँलाहरू सुनिन सक्छ। पिसाब बारम्बार लाग्न सक्छ किनकि बच्चाको टाउको अब तल झरिसकेको हुन्छ, जसले पिसाब थैलीमा दबाब दिन्छ र बारम्बार पिसाब लाग्न थाल्छ। कसैको स्तनबाट पहेँलो दुध आउन थाल्दछ। प्रेग्नेन्सी महिलाहरूलाई डेलिभरी प्रति डर र उत्सुकता दुवै महसुस हुन सक्छ। सपना, अन्दाज, कल्पना धेरै आउन थाल्ने गर्दछ। बच्चा कस्तो होला, कहिले जन्मेला भनेर। र अर्को थकान र निन्द्रा नलाग्ने समस्या पनि हुन सक्छ। अब कुरा गरौँ बच्चाको विकासको बारेमा। तौल र लम्बाइको कुरा गर्दा अब बच्चाको तौल करिब 1.5 देखि 2.5 केजीको बीचमा हुन्छ र उचाइ लगभग 45 सेन्टिमिटर पुगेको हुन्छ। शरीरको बाहिरी बनावट लगभग पूर्ण भइसकेको हुन्छ र बच्चाको दिमाग तीव्र गतिमा विकास भइरहेको हुन्छ। बच्चाले प्रकाश र अँध्यारो छुट्याउन सक्छ अनि आमाको आवाजमा प्रतिक्रिया दिन सक्छ। यो महिनासम्म बच्चाको टाउको तल फर्किएको हुनुपर्छ, जुन सामान्य डेलिभरीको लागि उपयुक्त हुन्छ। बच्चा गर्भभित्र घुम्ने, लात हान्ने प्रयास गरिरहेको हुन्छ। यिनै गतिविधिले आमालाई बच्चा ठिकठाक छ भन्ने अनुभूति दिन्छ। अब अर्को हामीले यस 8 महिनामा चाहिँ खानपिन र स्वास्थ्यमा के ध्यान दिनुपर्छ भन्दा म हजुरहरूलाई चाहिँ सर्टकट छोटकरीको रूपमा सबै प्रेग्नेन्सीमा हुने खानपिनहरू, योगाहरू त्यो सबै म तपाईँलाई यही भिडियोमा प्रदान गर्दछु, किनकि धेरै भिडियो बनाएँ भने पनि हजुरहरूलाई खोज्न अप्ठ्यारो नहोस् भनेर चाहिँ म थोरै गरेर यही भिडियोमा म जोड्ने प्रयास गर्दछु। ल अर्कोमा खानपिनमा के कुरामा ध्यान दिनुपर्छ भन्दा आइरन र क्याल्सियम युक्त खाना खान अनिवार्य हुन्छ, जस्तै हरियो सागसब्जी, दुध, दही, चना, बदाम, टोफु इत्यादि। र अर्कोमा प्रोटिन युक्त खाना। त्यसपछि पानी पर्याप्त रूपमा पिउनुहोस्। कम्तीमा पनि 8 देखि 10 गिलास पानी दिनभरिमा पिउनु पर्दछ। कसैले भन्नुहुन्थ्यो मलाई दिनभरि तिर्खा लाग्दैन, रातभरि तिर्खा मात्रै लागे गर्छ भनेर भन्नुहुन्छ। यसको उपाय के हो भने हजुर दिनमा अलिअलि पानी पिउने प्रयास गर्नुहोस् र राति तपाईले थोरै 1 देखि 2 गिलास तपाईँ पानी पिउन सक्नुहुन्छ। तर रातिको समयमा धेरै पानी पिउनाले चाहिँ तपाईँको निन्द्रामा डिस्टर्ब हुन सक्छ, किनकि राति पानी पिउनाले तपाईँलाई राति पिसाब लाग्ने समस्या हुन सक्छ। यसले गर्दा तपाईँको निन्द्रामा डिस्टर्ब हुन सक्छ। त्यसैले तपाईँले राति भन्दा पनि बिहानको रूपमा, दिउँसोको रूपमा र साँझको रूपमा चाहिँ तपाईँले पर्याप्त पानी पिउन आवश्यक हुन्छ। यसले गर्दा चाहिँ दिउँसोमा पानी नपिउँदा र रातिमा पानी पिउँदाखेरि चाहिँ तपाईँको पेट पोल्ने समस्या पनि हुन्छ, किनभने दिनभरि तपाईँले पानी पिउनु भएको हुँदैन र राति पानी पिउँदाखेरि चाहिँ दिनभरि खाएको खानाहरूको ग्यासले गर्दाखेरि राति तपाईँलाई पेट पोल्ने समस्या हुन्छ। त्यसकारण चाहिँ तपाईँले दिउँसो पानी पिउनुहोस् र राति थोरै पानी पिएर तपाईँ मस्त निन्द्रामा जानुहोस्। ल अर्कोमा छ फाइबरयुक्त खाना। फाइबरयुक्त खानाले चाहिँ कब्जियत रोक्नको लागि झोलिलो सुप, सलाद, गेडागुडीहरू उपयुक्त हुन्छ। थोरै तर बारम्बार खाजा खाने गर्नुपर्दछ, दिनमा 5-6 पटक। अब कुरा गरौँ व्यायाम र जीवनशैलीको बारेमा। हल्का योगा वा घुमफिर गर्नुहोला। हरेक दिनमा कम्तीमा पनि 30 मिनेट हिँड्नु लाभदायक हुन्छ। ध्यान र प्राणायाम गर्नुहोस्।
8औं महिनामा महिनाको 2 पटक जाँच गरिन्छ। रक्तचाप, तौल, बच्चाको हार्टबिट, पोजिसन आदि जाँचिन्छ। हस्पिटलको ब्याग तयार राख्नुहोस् किनकि जुनसुकै समय डेलिभरी हुन सक्छ। त्यसैले नाइट ड्रेस, बेबी कपडा, डाइपर, साबुन, तेल, तपाईको रिपोर्टहरू, सम्पर्क नम्बर होला तयार गर्नुहोस्। जहिले पनि बच्चाको लुगाहरू राख्दाखेरि डिटोल पानीमा राम्रोसँग धोएर मात्रै राख्नुहोला। जस्तो किनेको त्यस्तै कपडा डाइरेक्टली बच्चाले युज नगरिदिनु होला किनकि बच्चालाई एलर्जी हुने सम्भावना हुन्छ। त्यसैले हस्पिटल ब्याग तयार गर्नुभन्दा अगाडि नै तपाईले बच्चाको लुगाहरू डिटोल पानीले राम्रोसँग धोएर मात्रै बच्चालाई लगाइदिनु होला र परिवार र आफन्तलाई तयारीमा राख्नुहोस्। बच्चा कहिले जन्मिन्छ भन्ने ठ्याक्कै थाहा नहुने भएकाले घरका सदस्यहरूसँग तयारीको योजना बनाउनु राम्रो हुन्छ। आफूलाई मानसिक रूपमा तयार गर्नुहोस्। आत्मबल र धैर्यता कायम राख्नुहोस्। यो समय असहज लाग्न सक्छ तर केही हप्तापछि तपाई आफ्नो काखमा आफ्नो बच्चालाई पाउनुहुनेछ। कुनै पनि असहज लक्षण देखा परेमा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुहोला र अचानक पानी बगेमा तपाई तुरुन्त हस्पिटल जानुहोला। सन्तुलन खाना खानुहोस्, डाक्टरको सल्लाह अनुसार जानुहोस् र नकारात्मक सोचबाट टाढा रहनुहोस्। म नेक्स्ट भिडियोमा चाहिँ 9 महिना बारे भिडियो चाँडै नै ल्याउने नै छु भन्दै तपाईको प्रेग्नेन्सी स्वस्थ रहोस् भन्दै म सरू बिदा हुन चाहन्छु। धन्यवाद।